सेवा नमस्कार साथीहरू, मेरो युट्युब च्यानलमा हजुरहरूलाई एकदमै स्वागत छ भन्न चाहन्छु। हेर्नुहोस्, हाम्रो यहाँ बगैँचा, रुद्राक्ष बगैँचा हो। तल देखिएको हाम्रो कटेरो, सानो कटेरो छ। आज म दाना टिप्न आएको थिएँ यहाँ तल बगैँचामा। हेर्नुहोस् न, दाना चाहिँ एक बोरा टिप्यो, तर मुगदार भेटिएन। मुगदार भेटिन्छ कि भनेर आएको थिएँ मुगदारको आशाले। आज मुगदार पनि भेटिएन गाइस। एउटा 8 मुखे चाहिँ भेटिरहेको छु यहाँ है। 8 मुखे यो कति सयमा जान्छ होला है। 8 मुखे छ। अनि म अहिले चाहिँ साथीहरू म यहाँ घर जाँदैछु। भ्यू हेर्नु सक्नुहुन्छ। हाम्रो बेसीदेखि तल पारी अरुण पारी देखेको चाहिँ तल चिया बेसी हो। तर मलाई चाहिँ भिडियो पनि बनाउनु आउँदैन साथीहरू। यस्तै छ, के हो मिनी भ्लग गरे खोइ के भ्लग भन्छ। मलाई चाहिँ आउँदैन है साथीहरू। मेरो यस्तै छ भिडियो है। म त जङ्गल कुदिरहेको छु। मेरो घर पनि जङ्गलको छेउमै छ भनेर पनि घर चाहिँ माथि छ, माथि गाउँमा हो। यहाँ तल बेसी हो। यो चाहिँ अरुण छेउमा, अरुणदेखि थोरै माथि पर्छ। यस्तो छ है गाइस। बाटो देख्नुहुन्छ साथीहरू, यहाँ हेर्नुहोस् यस्तो छ। भेरेटारको टर्निङ भन्दा पनि खतरा टर्निङ छ क्या। हो यहाँदेखि यस्तो जानुपर्छ होइन। बाटो हेर्नु त्यहाँ यस्तो छ। अनि फेरि यता गयो, यहाँदेखि फेरि हेर्नु नि टर्निङ, अर्को टर्निङ आइहाल्यो है। यस्तो छ बाटो चाहिँ, उकालो छ फेरि यस्तो। माथि डाँडामा निस्किएपछि मात्रै अलिक हावा खान पाइन्छ। अहिले चाहिँ यस्तो गाह्रो हुन्छ कि गाइस। अब चाहिँ म साथीहरू त्यो डाँडा कटेर पनि माथि आइसकेँ। अर्को माथि बेसीमा अब तपाईँहरूलाई देखाउने नै छु कस्तो छ हाम्रो अर्को बेसी। हेर्नु होला है अहिले गाइस। हिँड्दैन कलेर मऱ्यो। ल साथीहरू, म चाहिँ आइपुगेँ है हाम्रै अर्को बेसी। यता पनि रुद्राक्ष भर्खर लगाइरहेको छौँ, देख्न सक्नुहुन्छ तलसम्म। अब म यहाँले यस्तो छ। यहाँ घर बनाउँदैछौँ चट्टासँग। ल साथीहरू, म यहाँ गलेर बसिरहेको छु। आजको लागि यति नै हो। बाई बाई सबैजनालाई साथीहरू, बाई बाई।